पिठा बन्दैछ। पिठालाई ढिकरी पनि भनिन्छ हाम्रो थारू भाषामा हैन। मेरो बुढी आज पिठा बनाउँदैछ। ल हेर्नुस्, अब कोही इच्छुक हुनुहुन्छ भने हाम्रो घरमा खाना आउन सक्नुहुनेछ। गहुँको आँटा मिलाएर भात पिठा बनाउँदैछ बुढीले। पिठा पनि धेरै प्रकारको हुन्छ। अब यो भात पिठा, चामलको पिठा, दुध मिसाएर त्यसपछि चिनी भेली मिसाएर त्यस्तो हुन्छ। अनि पछि तपाईँ यसलाई तेलमा हैन फ्राई गरेर पनि खान सक्नुहुन्छ। एकदम स्वादिष्ट हुन्छ र यो जाडोमा पिठा पकाएर खानु भनेको एकदम स्वास्थ्यको लागि राम्रो हो। तातो न्यानो शरीर बनाइदिन्छ। खायो भने यसरी मोमोको भाँडा लिने हैन, अनि त्यसमा स्टिम गर्नेलाई हेर्नुहोस् स्टिम हुँदैछ। एकचोटि चाहिँ स्टिम भएर बाबुको लागि खाजा बनाइसक्यो। यसरी पिठा बनाउँछ। स्टिम भएर बुढीले यहाँ सफा सुपमा बुढीले निकालिसकेको छ। हेर्नुहोस्, अब म टेस्ट गर्छु थोरै पिठा निकालेर। मिठो छ, न्यानो छ। त्यसमा अलिकति बुढीले नुन पनि मिसाएको छ कि क्या, अलिअलि नुनिलो लाग्छ। मिठो छ। नुन खुर्सानी मिठा छ। नुन खुर्सानी मिसाएको छ यसमा।